दर्शक पनि भुन्टी भूपेन्द्रसँग गइन् आफ्नै घर र भूपेन्द्र र भूपेन्द्रको दाइको सम्बन्धमा किन खटपट आउनुहोस् यस बारेमा केही कुराकानी गर्नेछौँ। त्योभन्दा पहिला हजुरलाई भुन्टी सिरियल एकदमै मनपर्छ भने त्यसको लागि अवश्य पनि एक लाइक र सब्सक्राइब गर्नुहुन्छ भन्ने आशा राख्दै आजको मेन विषयतर्फ लागौँ। हो दर्शक पनि भुन्टी भूपेन्द्रसँग आफ्नो घर गएकी छिन् किनकि भुन्टी गर्भवती भएकोमा खुन आएको छ। जसरी भए पनि घर जानुपर्छ भन्ने बुवाआमाको भनाइ हुनाले भुन्टी आफ्नो घर गएकी छिन्। पछि यो कारणले घरमा फेरि घर झगडा नहोस् भनेर भुन्टीको बुवाआमाले आफै भुन्टीलाई घर पठाउनु भएको छ। यता भने भूपेन्द्र र भूपेन्द्रको दाइको भने यता सम्बन्धमा खटपट आइरहेको थियो तर अहिले भने अलि कम भएको छ किनकि भूपेन्द्रको दाइले त अहिले बिजनेसमा घाटा खाइरहेको छस् त्यसैले बिजनेसमा नाफा अलि बढ्यो भने त्यसपछि बल्ल मैले हिसाब गर्नेछु। तैँले अहिलेको लागि आफ्नो बिजनेसमा ध्यान दे र भाउजूलाई सम्झा भनेर दाइले भन्नुभएको छ। भूमिकाको आमा भाउजूको खुसी धेरै दिनसम्म टिक्नेवाला छैन किनकि भुन्टीको आगमन भइसकेको छ। त्यसैले दर्शक पनि भुन्टीले अब सुख पाएको हेर्न चाहनेहरूले को हुनुहुन्छ यदि चाहनुहुन्छ भने कमेन्टमा भुन्टीले नभन्नलाई भन्दै म यहाँ बिदा हुन्छस्। धन्यवाद।